सो हेलो गाइज एन्ड वेलकम ब्याक टु द न्यू ब्लग। सो आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ गाइज। सो आज चाहिँ के छ भने होइन, सो तपाईँहरूले अब क्याप्सनमा हेरिहाल्नुहुन्छ होइन। त्यो पनि आज चाहिँ हामी अब पौडी खेल्न जाँदैछौँ खोलामा नुहाउनको लागि। अनि एकदमै गर्मी चाहिँ डेन्जर छ कि, माथि घामहरू पनि टल्केको टिलिक्कै टल्केको छ। अनि गर्मीले एकदम डेन्जर भइरहेछ गर्मी चाहिँ है। अहिले भर्खर हामी शीतलमा बसेर अलिक पसिना सुकेको, नभए पसिनाले खल 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 भइरहेको थियो। अनि अब जम्न त म पनि त्यहाँ हाट खोला गएर आइरहेको थिएँ। अनि केटाहरूले भन्नु ल जम्न त पौडी खेल्न जाउँ भन होइन। अनि सो पौडी खेल्न जाँदैछु। अनि यस्तो सिन हेर न, यहाँ मैले योभन्दा अगाडिको भ्लगमा पनि देखाइदिएको थियो। त्यतिखेर चाहिँ धानको सिजन थियो होइन। धानको बेलामा चाहिँ डेन्जर हरियो देखिन्छ। अहिले चाहिँ मकैको सिजन छ, त्यही पनि हरियो चाहिँ हरियै छ होइन। अब यहाँ केटाहरूलाई पर्ख्यौँ। अहिले चाहिँ हामी यहाँ 3जना मात्रै छौँ। पछाडि केटाहरू 3जना आउँदैछन्। अनि तिनीहरू आउँछन् अनि त्यसपछिबाट हामी जाने हो। अनि सो मेरो आइडी चाहिँ अलिक डाउन भइरहेछ गाइज, के भएको अब त्यसलाई अफ गराउनु पऱ्यो। तपाईँहरूले भिडियो हेर्नु पऱ्यो, लाइक सेयर कमेन्ट सब्सक्राइब पनि गर्नु पऱ्यो होइन। सेयर चाहिँ गर्नु पऱ्यो है, अनि सब्सक्राइब पनि गर्नु पऱ्यो, भिडियो पनि हेर्नु पऱ्यो फुल भिडियो। यहाँबाट चाहिँ हाम्रो गन्तव्य स्टार्ट भइसकेको छ र केटाहरू पनि आइसक्यो 3जना। अनि अर्को साथी चाहिँ उहाँ बाँस काटेर आउँछ। पहिरो छ भने खेल्ने, छैन भने चाहिँ अब खोज्दै जाऊँ न, खोजेपछि थाहा भइहाल्छ। त्यही अब हाम्रो अगाडि चाहिँ एउटा उसको फेरि निकनेम भनेको चाहिँ के अरे, तिम्रो नेम साइको किलर छ अगाडि हाम्रो। अनि केटाहरू त्यही अब एकछिन यहाँ तुरीबाजी गरिरहन्छन्। अनि अब जाउँ। अनि त्यहाँपछिबाट तपाईँहरूलाई म पौडी खेल्ने ठाउँ देखाइदिन्छु है त गाइज, तपाईँहरूको टाइम धेरै वेस्ट नगरी। हामी चाहिँ अहिले खोलामा आइपुग्यौँ है, र पौडी खेल्ने ठाउँ पनि आइपुग्यौँ। यहाँ खोला तर्दैछौँ र यो खोलाले बगाउन पनि सक्छ होइन। मोबाइल चाहिँ डरै अँठाउनु पर्ने हुन्छ, किनभने मोबाइल बगायो भने त तनाव हुन्छ नि, कहाँ खोज्नु यार, गाडी हो भने त होइन गयो त। त्यही हो, बगाउँदा फेरि पानी झल 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 झल। ओ केटा वाटरप्रुफ हो नि, जे भए पनि त रेडमी छ नि साथी, यो पनि वाटरप्रुफ नै हो। कति होइन भिडियोमा एउटा होइन, एउटा भिडियोमा नि हालेर देखाएको छ भर्खर नयाँ किनेको होइन। गाइस अब हामी पौडी खेल्ने ठाउँमा पनि आइसक्यौँ र अब हाम्रो पौडी स्टार्ट हुन आँट्यो। त्यहाँ चेक हुँदैछ र राम्रो चाहिँ एकदम दामी छ है, हरियो हरियो छ। अब मान्छेलाई बगाए जस्तो छ। ओ बगाए क्या ए झन्डा धन्न बगाएनछ है, नभए बगाए जस्तो लागेको थियो। त्यही अब हामी नुहाउँदैछौँ है। अनि एकछिन यहाँ बसेको है, अब पानी चाहिँ हल्का तातो तातो रहेछ, त्यो पनि मजा आइरहेछ नुहाउनलाई। यस्तो दामी पानी छ यहाँ है होइन, एकदम हरियो खालको। अनि बबाल मजा आइरहेछ नुहाउन चाहिँ। अब एकछिन बस्दिउँ न त भनेर नि बस्दैको। अनि यहाँ केटाहरू पनि सबैजना बसिरहेछ, यता डुग्ना छ, उता केटाहरू छ। अनि चाहिँ त्यही अब यो चाहिँ नेक्स्ट डे र म चाहिँ अहिले गाईघाट जानको लागि होइन यहाँ गाडी रुँगिरहेको छु। अनि सो मेरो चाहिँ भ्लग मैले हिजो बनाएको छु, भ्लग सँगसँगै मिनी भ्लग पनि बनाइसकेको छु। र यो चाहिँ आज बेलुकाको 8 बजीतिर आउँछ। अनि सो तपाईँहरूलाई चाहिँ मैले टाइम पनि भनिसकेको छु होइन, बेलुकाको 8 बजे। अनि सो त्यही हो, अब म चाहिँ गाईघाट जान्छु। अनि सो भरे आएर चाहिँ म भ्लगहरू सबै गाईघाट जाँदा पनि म अब फ्री टाइम मिलाएर यसो भ्लगहरू एडिट गर्छु। सो यति नै भन्दै चाहिँ आजको भिडियो यतितिर व्यवस्था हुन्छ। सो नेक्स्ट भ्लगमा भेट्नुपर्छ गाइज, बाई बाई।